सबभन्दा सानो र के भन्छ छोटो मेरो आन्टी हुनुहुन्छ 11मा एक्जाम दिन मान्छे छन् त सिसी क्यामेराहरू छ हामीलाई केही फरक पर्दैन सो हे गाइस वेलकम ब्याक हियर इज ब्याक इन्टु द भिडियो सबैजना सञ्चारी हुन्छ म पनि सञ्चारीमै छु आज चाहिँ मेरो लास्ट एन्ड फाइनल एक्जाम को पनि लास्ट एक्जाम आज सो नाउ गोइङ आइम इङ्ग्लिस त कडा मिल्दैन नमिले कुरो के हो तर के लाग्यो यस्तो घाम छ घाम 10 बजेको 11 बजे घाम यस्तो छ भनेपछि 12 बजे घाम सोच्नु कति गर्मी हुन्छ मधेसमा होइन तालुबाट पसिना चुन्ने गरी कालो कलौटो अगाडि बनाइन्छ त थाहा भएको कुरो त अनि कापी छ किनकि नोटसोट छ यसो लगेर तोडचाट गरेर चिटचाट गरेर पास गर्न सजिलो हुन्छ सबै चल्दैको अनि त्यही नि हो मान्छेहरू आउँदैछन् दाङुनको आएर मलाई केही पनि फरक पर्दैन त्यही पनि हुन्छ अब चाहिँ सो अनि म चेकचेकै गर्दै गर्दै आज चाहिँ म स्कुलसम्म नै कलेजसम्म नै यत्तिकै गर्दै गर्दै पुगिदिन्छु होइन औ हावा आयो भाइ साहब अनि त्यसपछि त्यही नि हो अर्थ कुरा के गर्नु भन्नु होइन खासै भिडियो गरेर नि पाइरहेको छुइनँ किनकि समयमा टाइम यताउता केही पनि मिलिरहेको छैन क्या अब काम गर्न थालेपछि त्यो म्याँ भन्ने हुँदो रहेछ त्यो अब अलिअलि सिक्दै गयो नि त अनि त्यही भएकोले चाहिँ हो कन्टिन्यू गर्न नपाएको तर अझै म चाँडै नै कन्टिन्यू गरेर डेली हाल्नेछु अब आजदेखि नै म स्टार्ट गरिसकेछु डेली गर्न सो हेरौँ के हुन्छ अनि फिल त फिल अब्बर मजा हुन्छ डेली भ्लग हाल्नु थालेपछि चाहिँ फेरि दिनका दिन हुँदाखेरि चाहिँ बहुत मजा हुन्छ बस सपोर्ट चाहिँ चाहियो तपाईँहरूको अनि बाटो चाहिँ सुकिसकेको छ मैले चाहिँ पछाडा उयो हालेको थियो काफी हालेको थियो लचक लचक भइरहेको छ ट्यापी जस्तो आयो छपरीहरूको बाइकहरू ल हेर्न सक्नुहुन्छ ट्याक्कसँगले पछाडि एउटा झ्याम्पु त एउटा थमिहाल्ने बट्टार कारै पारेर कुदाउने मजा हुन्छ तर हाम्रो त नसिबमा त्यस्तो छैन भए पनि याद हाम्रो 10 हात ध्वंस हुन्छ नि त तर त्यस्तै हो म लपचक्करहरू गर्दिनँ किनकि मार्क्समा अहिलेको लपचक्कर भनेको सबले हो अब एउटासँग हुन्छ टाइम पास गर्न आउँछ अनि हाम्रो फिलिङसँग खेल्छ जान्छ क्या लड्की सड्की भनेको चाहिँ त्यही नै हो त्यही नै भएर यो लड्की लौन्डियाबाजीहरू गर्नु छैन कि मलाई किनकि आजको लपचक्कर बोल्दाखेरि फेरि रुवाबासी भइहाल्छ त्यो भएर लपचक्करहरू गर्नु हुँदैन किनकि म धेरै सोझो मान्छे हो नि त सायद म अत्तिको सोझो मान्छेहरू यो दुनियाँमा जन्मेकै छैन होला जन्मे नि म अत्तिको चाहिँ हुँदैन होइन ओभर सोझो हो त नि अब 3-4 बाइक अरूकैसँग बोल्दिनँ त्यो त सोझोको नि सीमा नै छैन त नि अब सो अनि यसरी लन्ठाङ कुकुरलाई हिँड्नको चाहिँ मजा छुट्टै हुन्छ तर यसरी गरौँ ल आई कन्ट्याक्ट गरौँ ल आज चाहिँ यस्तो अनि म कता गरिदिन्छु आई कन्ट्याक्ट पनि अब त्यो नगरेको नि त पहिले अनि गरेँ कि त पनि तर मेरो भोइस चाहिँ अलिक कस्तो हो बुढा चिया त्यस्तै भइरहेको छ पहिले पनि छन् त राम्रो थिएन रही पनि बुढा चिया त्यस्तै भइरहेको छ किनकि घाँटी अनि त्यो ब्रोइलर कुखुरा कस्तो घाँटी ख्याराङ भइरहेको क्या त्यो अब त्यो कुरै छैन त्यसको त अब सीमै छैन अनि हिँडिरहेको छ यसरी ल माया कसम चाहिँ मस्त मजा भइरहेको छ मान्छेहरू साइकलमा यसरी हिँडिरहेको छ कालो कालो कङ्कर धर्छ भनेर फिल त फिल भइरहेछ ओहो अनि त्यही नि हो बाँकी कुराहरू मेरो सब्सक्राइबरहरू पनि यतापट्टि भेटिसकेको छ अनि वेल यतापट्टि अनि त्यसपछि म चाहिँ अहिले यत्तिकै चलिरहेको छु नि त आइफोन 8 प्लस ल अनि त्यसपछि त्यही नै हो हल्का फिल चाहिँ आइरहेको छ मलाई होइन अलिकति त्यो हुन मात्रै नखोजेको हो नि त गर्न त गरेको नि त पहिले अनि चलिरहेको छु म अहिले लपचक्कर कुरो चाहिँ के भन्दाखेरि चाहिँ त्यो गर्नु हुँदैन क्या लपचक्कर भनेको त मान्छे सब टाइम पास ल म चाहिँ जसमा आइपुगिसकेँ यो चाहिँ पहिले हाम्रो यहाँ भाइ पर्थ्यो बोर्डिङमा अनि मैले लिन आउँथेँ यहाँ साइकलमा यहाँनिरबाट ट्याक्क बोकेर म जान्थेँ पहिले कुनै समयमा त्यो फिल पनि आउँछ मलाई एनिवे अनि योबाट पनि मैले अलिअलि केटाहरूले हेर्छ यो सब्सक्राइबरहरू छ यो सिस्टम बोर्डिङ स्कुल एनिवे त्यही नै हो यहाँ छ हाम्रो चाहिँ हो चन्द्रकमलमा आई भन्ने अनि म चाहिँ आइसकेँ तर म एक्जाम दिन आएको होइन म चाहिँ भ्लग गरेर कन्टेन्ट बनाउनु आएको एउटा भए पनि यहाँ तालचा मारेको छ खुवाउनु पनि हुन्छ हात छिराएर खोलिदिउँ अलिक त कोही छ हात छिराएर खोलिदिउँ केही हुँदैन यसरी छिर्नको त मजाको छुट्टै हुन्छ लु म चाहिँ आइ नै सकेँ ल अनि म चाहिँ आइसकेँ होइन तर मलाई आज के एक्जाम हो त्यो पनि थाहा छैन अनि कुन सरको एक्जाम त्यो पनि मलाई थाहा छैन अब त्यत्तिकै जोत्नै दिने आज मैले एक्जाम अब त्यत्तिकै सोरेर चारेरै पास हुने आज कापी ल्याएको छ सोरेर पास हुने आज अनि त्यही नै हो यहाँ मास्टरहरूले यसो हेर्नु त हेरेर आउँछ तर मलाई के फरक पर्दैन अनि बाँकी कुरा त्यस्तै हो खलखली पसिना भइरहेको थियो गर्मी भइरहेको थियो अनि मैले आएर मुखसुख धुइदिए गरिदिएँ खासै राम्रो त छैन रही पनि यसो अब अलिअलि होइन
अनि यहाँ कापी छँदैछ होइन टाउनसम्म निकालेको यो त लगेर सोर्न चार्न पाइहालिन्छ के मजा भयो त किन पढिरहनु पर्यो होइन त्यत्तिकै पास हुन्छ भने को पढिरहन्छ होइन एनिवे फिलहाल चाहिँ त्यही नै हो यो ब्लर हानिरहेको छ मलाई पनि थाहा छैन यसको सिस्टमहरू आइफोनको खासै मेरो ढङ्ग छैन किनकि फर्स्ट टाइम चलाएको मैले अब चाहिँ बानी हुन्छु नि त म पनि अनि ट्याक्कसँगले यसो मारा जस्तै भएर बसिरहेको छु उपरखुट्टी लगाएर अनि त्यही नै हो ल मेरो अलिक चेन्ज भइरहेछ क्या यो भोइसहरू त्यही भएकोले बोल्न साह्रो मिलिरहेको होइन हामी त सिधै फर्स्ट जिल्ला टप हानिदिइहाल्छु हामी जिल्ला टप हानिदिइहाल्छु नपढी पास हानिहाल्छौँ हामी ए सबै पास हामी चाहिँ इक्जाम दिन आइसक्यौँ अनि हाम्रो यता क्युटी आन्टी हुन्छ 11मा पढ्ने कति वर्ष जाने तपाईँ कति वर्ष घर तपाईँ त्यही होइन तपाईँ जस हाम्रो सबभन्दा सानो र के भन्छ छोटो उमेरको आन्टी हुनुहुन्छ 11मा इक्जाम दिने मान्छे चाहिँ अनि अरू चाहिँ कोही पनि आएको छैन अहिले ठुल्ठुलो आन्टीहरू जानुभएको होइन अङ्कल आन्टीहरू जानुभएको होइन म चाहिँ आइसकेँ अनि तयारी चाहिँ हुँदैछ अनि यहाँ चाहिँ मास्टर कप्चाहरू हो यता कता मास्टर कप्चाहरू हात त गोरो देखिन्छ अनि पुरै चिल्लो खान्छ अनि त्यही नै हो यो अरू कोही आएको छैन 11 बज्न आँटिसक्यो 11 बजिसक्यो होइन आन्टी त मोबाइल हेरिहाल्नु न 3 मिनटमा त हामी केही हुन सक्दैन 3 मिनट गइसकेको भन्दा हुन्छ 11 बजिसक्यो त अनि अब त तर कोही आएको छैन हामीलाई के थाहा त साथी हो त हामीलाई सबै थाहा हुन्छ त हामीलाई त हाम्रै पनि थाहा हुँदैन खास कुरो त त दोस्रोको थोरै कसैलाई थाहा हुन्छ त हामी कल मार त ट्राई त गर्छु तर कल लाग्दैन के वही बात छ हातमा भिडियो मात्रै एडिटरी पुग्छु साथीभाइहरू हाम्रो एक्जाम सकिसक्यो हामी बाइकमा बसेर अब चलिनु भने हुन्छ एकतासँगले छन् त सिसी क्यामेराहरू छ हामीलाई केही फरक पर्दैन ए दाइ फर्किन्न यार त हामीहरू पनि छु नि ए जामा लाउने एकछिनै हो कहाँ टोक्यो माया कुल ल जाउँ हामीहरू चाहिँ गएको अब टक्कसँगले हामी चाहिँ चल्देको बाइकमा अब पुरा 50सम्म थियो त्यहाँबाट फेरि लट्याङ हिँड्दै जानुपर्छ होइन हाम्रो लास्ट ब्रेक 12:30 हुन्छ हाम्रो काहीँ तरिकाले सब कुछ फ्री गर्नुपर्छ क्या यसलाई चाहिँ त्यो आफ्नो हुँदा त केही होइन क्या नर्मली यतिकै हो म चाहिँ अब लाग्दिसकेँ एक्जाम सकेर फुका मात्रै रहेछ पुरा पारेर म चाहिँ अब चल्दैको ट्याक्कसँगले साथीभाइहरू हामीले कपाल सपाल काटेर टक्कसँगले अब चाहिँ म लाग्दिएको अब दिनहरूतिर अनि त्यही नै हो घुम्दा बजार हाम्रो म डुलिरहेकै ठाउँ हो त्यो पहिले पनि होइन ल अनि अब त रात पनि बनाइसक्यो होइन आएको ल हामी त गाडी पनि पाइहाल्यो चलिहाल्नुपर्छ हामी चाहिँ अब कता बस्यौँ अलिक हुन्छ जाउँ हामी त चढिहाल्यो हाय 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 रातै पराडी छ अब साथीहरू होइन त्यही नै राम्रो कुराहरू त्यस्तो हो
अलराइट गाइज म चाहिँ अहिले आइपुगिसकेँ मेरो कोठातिर कोठामा आएर मैले जस्ट पङ्खाको हावा खाएर म चाहिँ फ्रेस भइसकेँ अनि यतिकै पङ्खामा आएर म चाहिँ हावा खाएर बसिरहेको थिएँ बेडसेट खोलेर यताउता भइसकेको छ इक्जाम मेरो खत्रै भयो भन्ने मलाई लाग्छ होइन अब रिजल्ट कस्तो आउँछ मलाई पनि थाहा छैन तर अब बबालै हुन्छ भनेर सोचिरहेको छु मैले किनकि मैले ओभर सोचेर के दिमाग गोबारमा केही छैन र पनि इक्जाम राम्रै भयो होला अब डुली घुमाइ राम्रै भइहाल्यो केटीसेटी घुमाइहाल्यो अब यताउता भन्ने कुराहरू भइहाल्छ होइन भाइको के गर्नु र अनि थ्याङ्क्स फर वाचिङ दिस भिडियो मन परेर लाइक च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु एनिवेज अनि अब यस्तो यस्तो भइहाल्छ भिडियोहरू के आउँछ अब हेर्दै गर्नु च्यानल सब्सक्राइब गर्नु होला बाबाको सी नेक्स्ट भिडियो जय नेपाल क्याच यु लेटर